मतदाता परिचय पत्र चाहिँ बाटोमा भेटिएको छ। धरान 6 को हुँदो रहेछ रिमा तामाङ भन्ने, उहाँको परिचय पत्र चाहिँ भेटिएको छ। यो मतदाता परिचय पत्र बाटो भोटको दिन यो बाटो हिँड्ने क्रममा बाटोमा खसिरहेको भेटिएको छ। त्यसले गर्दा अस्तिदेखि नै भिडियो बनाएर लगाउँला भनेर खोजिरहेको थिएँ। कपडामा कता गोजीमा राखेको थियो, पेनमा कतातिर परेछ, बल्ल बल्ल खोजेर भेटेर चाहिँ नि अहिले मैले यो भिडियो हालेको छु। सम्पूर्ण साथीहरू यो उहाँ रिमा तामाङको मोबाइलसम्म पुग्नको निम्ति सम्पूर्ण साथीहरूले सक्दो यो चाहिँ मतदाता क्रम सङ्ख्या चाहिँ 635 छ। उहाँको मोबाइलसम्म, उहाँको आफन्तसम्म जति सक्दो चाँडो पुग्ने गरी एकदम छिटोभन्दा छिटो सेयर गरिदिनु होला साथीहरू। अर्को पालि 5 वर्ष पछाडि चुनावमा पनि एकदमै यो काम दिन्छ। एक भोट पनि एकदम अमूल्य हुन्छ। त्यसको लागि चाहिँ साथीहरू सक्दो भन्दा सक्दो सेयर गरेर उहाँसम्म, उहाँको आफन्तसम्म पुर्याइदिन सहयोग गर्नु होला साथीहरू।